गुड मर्निङ, शुभ प्रभात सम्पूर्णमा। आज चाहिँ हामी फेरि पनि सीतादेवी मन्दिरमा आएका छौँ सरसफाइको लागि। अब यो हँसिया छ, यसले चाहिँ हामी सरसफाइ गर्न जाँदैछौँ। अब हाम्रो साथीभाइहरू सुरुवात गरिसक्नु भएको छ। हाम्रो साथीभाइहरू टक्क गर्दै हुनुहुन्छ। ल हाम्रो साथीहरू एकदम मेहनतका साथ काम गर्दै हुनुहुन्छ होइन। हेर्नु न, एकैचोटि नै सकाइसक्नु भयो उहाँहरूले, त्यो सकाइसक्नु भएको छ। अनि जोस् हामी रफ्तारमा नै छौँ, गऱ्यो भने सकिहाल्छ कि। त्यो चिया खाएर बस्नुभन्दा यहाँ टक्क आएर अलिकति बिहान है, अब मन्दिर पनि राम्रो देखिने भयो। अब मान्छेहरूले भन्दा होला जहिले पनि यो एउटा मात्र मन्दिर सफा गर्छ होइन। अब किन हो भन्दाखेरि चाहिँ नि, अब यो हाम्रो नजिक पनि भयो, नजिकको तीर्थ हेला भन्छ नि, त्यो नहोस् भनेर हो कि हामीले जुन जति पनि गरेको। अनि यो पाए पनि पऱ्यो हामीलाई, अनि हामीलाई जति पनि चिनाउने भनेको हाम्रो सम्पदाले चिनाउने हो। आउँदैछन् चिया लिएर। ल एकैचोटि नै चिटिक्क भइसकेको छ। हाम्रो मामाले नै हेर्नुहुन्छ सबै चिजहरू। यसो सरसफाइतिर लाग्दैछु। बोट बिरुवामा अलिकति झारीहरू भएछ, मन्दिर पनि अलिक फोहोर देख्यो। त्यही कारणले आज अलिकति साथीभाइसँग मिलेर हात बटाउ कि भनेर आएको। म सीतादेवी मन्दिरको हाम्रो 10 निकालीबाट नम्बर 9 को सीतादेवी मन्दिरमा आज हाम्रो न्यू जेनेरेसन भएर चाहिँ काम गरिरहेको छ यहाँ। बस एकदम खुसी लागिरहेको छ। आज त यस्तो छुट्टी भएको कारण मन्दिर वरिपरि सफा गरिदिउँ भनेर। ए ल है त, हामीले गर्ने त हो नि, हामीले गर्ने, हाम्रो ठाउँ हामीले गर्नुपर्छ। ल है त। के ठिक हुनुहुन्छ? आई एम गुड एन्ड फाइन। होइन है। अनि के रमाइलो लगाइरहेको छ तपाईँले? रमाइलो त हुन्छ है। अरूहरूले भन्छ जहाँ अब यो सीतादेवीको लागि मात्र यो भिडियो बनाएको सरसफाइ गर्छ भन्छ नि, त्यो गलत हो क्या। त्यो मान्छेको सोचाइ पहिला आफ्नो ठाउँ बनाउने हो, त्यसपछि मात्र अरूको ठाउँमा के छ कसो छ त्यो हेर्ने हो नि त। मलाई त जहाँसम्म लाग्छ आफ्नै आँगन फोहोर चाहिँ हामी अर्काको आँगन सफा गर्नु त भएन नि त, त्यो हुँदैन नि है। ल हामी त्यसलाई पनि अब बिस्तारै मनन गर्दै चाहिँ नि अब अरू ठाउँमा पनि हामी बिस्तारै जानेछौँ। हामी मामाले ठुलो लिएर भएको छ। आज हाम्रो सुजन भाइको पनि छुट्टी हो। ल है, मेरो साथीहरू चाहिँ यस्तो बबाल काम गर्दै हुनुहुन्छ नि, यस्तो बबाल काम गर्दै हुनुहुन्छ होइन। हजुरले देख्न सक्नुहुन्छ होइन। किन कस्नु भएको त्यसरी? ल एनी टाइम नै पानी खान सक्नुहुन्छ कि, एनी टाइम। तर हामीले स्टक पनि राखिरहेको छौँ। उता 500 लिटरको पनि उता ट्याङ्की छ, त्यसमा पनि हजुरले कुनै बेला चाहिँ यहाँ पानी नआएको बेलामा हजुरले लिन सक्नुहुन्छ। अलि बिहान चाहिँ अलिक चाँडो उठाएको थियो, चाँडो उठेको सुतेको झ्याप्पै निधाएछ। ल आइदिनु भयो। यो औषधि हो क्या? यो गेडा के हो? औषधि हो त्यो औषधि, यो दाँतको किरा निकाल्ने औषधि। हामी चाहिँ हेर्नु त, हजुरले देख्न सक्नुहुन्छ हामी एकदमै होइन यो सबै डाँडा नै भ्याउन लगाइसकेका छौँ सफा गरेर। अनि जति पनि साथीहरू छ, साथी सङ्गीहरू हुनुहुन्छ, हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हामीले चाहिँ अब चाहिँ हाम्रो चियापानको कार्यक्रम सुरु हुँदैछ। चियापान गर्दै हुनुहुन्छ साथीहरू है, सबैजना हुनुहुन्छ। चिया बिस्कुट इन द हाउस। कस्तो थाकित छ कि कस्तो? होइन, लाइक एक्सर्साइज जस्तै हुन्छ होइन। एक्सर्साइज पनि हो नि त। हामी जस्ट मर्निङ वाक गर्नुभन्दा यो पनि राम्रो छ कि, जस्ट हात खुट्टा सबै मसल ट्रेन, ब्रेन ट्रेन सबै हुन्छ कि है। सो हामी एक्साइटेड, हामीले काम सकायौँ। अब त्यस्तो राम्रो भयो ठाउँ। फाइनल स्टेज पनि आइसक्यो होइन, एकदम वरिपरि एकदम दामी। आज चाहिँ हामीलाई चियापानको है सबै व्यवस्था चाहिँ हाम्रो 90 स्टार युवा समूहको हाम्रो अध्यक्ष तेन्जिङ तामाङजीले गर्नुभएको छ। उहाँलाई हृदयदेखि नै धन्यवाद। थ्याङ्क यू सो मच तेन्जिङजी, हजुरले जुन यति सहयोग गरिदिनु भएको छ, आफै फिल्डमा आएर पनि काम गरिदिनु भएको छ। थ्याङ्क यू सो मच हजुरलाई।